हेलो नमस्कार सबैजनालाई मेरो तर्फबाट। अन्त आज चाहिँ मैले यो मखना देखाइरहेको छु। मखना अन्त भटमास, मकै, चना, ड्राई फ्रुट सबै मिक्स गरेर चाहिँ सातु बनाउन गइरहेको छु। हेर्नुहोस् होला। अन्त यो सातु चाहिँ एकदमै बेनिफिट छ हेल्थको लागि, हड्डीहरू मजबुत गर्नुको लागि पनि यसले धेरै सहयोग गर्नेछ। अन्त जाडोको महिना आउनु थाल्यो। अन्त त्यो भएर चाहिँ मैले एकदम छिटो मिठोको लागि ड्युटी जानुको टाइम चाहिँ वेस्ट हुँदैन भनेर चाहिँ मैले यो ब्रेकफास्ट नास्ता बनाउन गइरहेको छु। यो चाहिँ एकदम बेनिफिट पनि छ। सुबह बिहानै हजुरहरूले 2 चम्मच चियासँग नभए दुधसँग, पानीसँग, जेसँग पनि खान सक्नुहुनेछ। फटाफट खाएर चाहिँ पेट भरेर अन्त ड्युटी जान सक्नुहुनेछ। त्यही भएर चाहिँ मैले यो बनाउन गइरहेको छु। मजाले यसलाई भुटेर ड्राई रोस्ट गरेर चाहिँ अन्त मिक्सचर जारमा लगाएर फाइन पाउडर बनाउनु पर्ने हुन्छ। अन्त यो पाउडर बनाइसकेपछि चाहिँ यस्तो हुन्छ। अन्त एक पटकमा फेरि यसलाई चालेर चाहिँ यसको खस्रो भागहरू चाहिँ फेरि निकालेर एकचोटि फेरि मिक्सचर जारमा पिस्नु पर्ने हुन्छ। अन्त एकदमै फाइन पाउडर भएपछि चाहिँ हजुरहरूले स्टोर गरेर राख्न सक्नुहुनेछ। हजुरहरूलाई कस्तो लाग्यो यो भिडियो? हजुरहरूलाई राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनुहोस् होला ताकि मैले फेरि भिडियो लिएर आउन सकूँ। थ्याङ्क यू सो मच।